माइती घर किन आउनुभयो भनेर पहिला प्रश्न गर्नुको देख्नु भएन देशको प्रधानमन्त्रीले हाम्रो नेपालले हाम्रो देशले भारतको जमिन होइन मिचेको छ भनेर बोलेको देखिन्थ्यो होइन प्रधानमन्त्रीले के चाहिँ बोल्नु भएछ त्यस्तो त्यही त हाम्रो नेपालले भारतको जमिन मिचेको छ भनेर भन्दै भारत भन्ने त देशै छैन होइन र हजुर भारत भन्ने त देशै छैन त तपाईँले भारत भन्ने देश कतै गर्नुभयो तपाईँ पनि त्यही इन्डियालाई होइन यस्तो हो कि यो तपाईँले सुन्नुहोस् न म यहाँ किन आएको भनेर प्रश्न गर्नु पनि भएन कि मलाई यहाँ आउने रहरले त्यस्तो कुनै हुन्छ पैसा पाएर भन्दा पनि म बाध्य भएर आएको है तपाईँले के बुझ्नु भन्दाखेरि अब देश तपाईँ बिकेको होइन त्यसो भए फेरि तपाईँ यस्तै प्रश्न बिकेको किनेको भन्ने हुन्छ त होइन पैसा यो देशलाई माया गर्ने मान्छे हो म यो देश होइन तपाईँको पनि हो मेरो पनि हो प्रधानमन्त्री बालेन शाहको पनि अरू सबैको सबैको हो यो देश अजम्बरी रहनुपर्छ भन्ने खालको मान्छे तर सिधै यो देशको कार्यकारी अधिकार भएको प्रधानमन्त्रीले होइन तपाईँको चाहिँ भारतले मात्रै मिचेको होइन नेपालले पनि भारतको जमिन मिचेको छ भनिसके पछाडि ठिकै छ त मिचेको हो भने अब भोलिको वर्ष भारतले मेरो जमिन फिर्ता दियो भन्ला भन्दैन भन्छ नि अब त्यो भन्यो भने के भने भन्दाखेरि बालेन शाहको महत्त्वमा रहेको जमिन फिर्ता गर्नु होइन भगवान्ले पनि कहीँ झुट बोल्छ भने भगवान् हो नि बालेन्द्र शाह ए भगवान् पो हो नि अब यस्तै हो यहाँ यो देशमा यतिकै सकिन्छ जसलाई पनि भगवान् मान्दिने जति राम्रो भयो भने दाना मान्दिने होइन जति नराम्रो भने भगवान् मान्दिने यो देश यतिकै सकिन्छ होइन भगवान्ले झुट बोलेको अहिलेसम्मको हामीले रेकर्ड छैन नि त हामीसित अब त्यो त मलाई त्यो भगवान् राक्षस अब त्यो के विषयमा थाहा भएन होइन अब त्यो बिचरा अब त्यो घन्टीको समर्थकहरूले समर्थक पनि के भन्नु मान्छे होइन बिचरा दुई खुट्टे भेडा हो तिनीहरूले त्यही भन्छ सही गर्यो उसले भनेको ठिक हो नभए त देखेस् या भन्दै अस्ति कान्तिपुरको ऊ देखाउँदै थियो खोज्दै नै छ कहाँ चाहिँ मिचेर तपाईँ बालेनलाई सक्दो सराब गाली गरिराख्नु भएको छ त बालेनकै स्टाइलमा चस्मा लगाएर आउनु भएको छ तपाईँ तपाईँ फेरि यार यहाँ सुन्नुहोस् न म बालेन शाहको शत्रु पनि होइन मित्र पनि होइन तर बालेन शाह यो देशको मेरो प्रधानमन्त्री हो त्यो फ्यान रहेछ क्या त्यो प्रधानमन्त्रीको म जनता हो क्या कुरा बुझ्दैन फ्यान चाहिँ हो रहेछ फ्यान अब फ्यान पङ्खा चाहिँ छोड्नुहोस् क्या कुरा मैले भनेको कुरा बुझ्ने होइन बालेन शाहको म कोही पनि होइन मेरो कोही पनि होइन व्यक्तिरूपबाट ऊ पनि नेपाली हो म पनि नेपाली ऊ नेपालको प्रधानमन्त्री हो म नेपालको जनता हो क्या हो उसले मलाई सेवा दिए मैले ओहो सही गरेँ भनिदिने हो उसले नराम्रो गरेँ यो बालेन शाहले अहिलेसम्म ठिक केही पनि गरेको छैन नि के गरेँ भनाउने नि सुकुम्बासीमा डोजर चलायो व्यवस्थापन गर्दैछ गुड एकदम राम्रो एक महिनामा एससीको रिजल्ट राम्रो गर्यो देश अब बन्दैछ बनि नै सक्यो सुकुम्बासी बन्यो त्यसो भए तपाईँ पनि स्वीकार्नुहुन्छ बालेन शाहले देश बनाउँदैछ भनेर अरू पनि सुन्नुहोस् होइन बन्दैछ भने बन्दैछ क्या बनिसक्यो त सुकुम्बासी बन्यो हो अनि त्यसपछि यो के अरे हाम्रो के अरे यो के अरे अहिले के अरे कुछ बजेट बजेटमा हेर्नुहोस् त्यसले तपाईँसँग 2 करोड छ भने त्यो लगानी गर्नुहोस् तपाईँलाई 40% अनुदान मिल्छ तर जो कङ्गाल हो जो मजदुर हो जो किसान हो जो काम गरेर खान्छ त्यसलाई छैन बिचरा यसै कङ्गाल उसै कङ्गाल त मर भाइ भनेर भन्थ्यो क्या मर अब चुप्लाएर किन हालेको त पठाउनु चुपचाप मर क्या अब धेरै पहिला हिजो चुपचाप घन्टी साप भन्यो अब चुपचाप मर क्या अब मैले के भन्यो जनतालाई मार्ने अब उनीहरू त्यही मार्नु खोजेर के गर्नुहुन्छ के पहिला 1 रुपियाँ ग्यासको मूल्य बढ्दाखेरि आम्मा महँगी बढ्यो बर्बाद पार्यो भन्थ्यो अहिले त ग्यासको मूल्य डबल भइसक्यो होइन यो त जे गर्यो सही गर्यो विदेशबाट बढ्यो भने बढ्यो हामी बालेन शाहले घन्टीले तपाईँको चाहिँ एउटा ग्यासलाई 5,000 पऱ्यो भने हामी किन खान्छौँ भनिदिन्छ अनि तपाईँलाई किन आपत सब जनताले त बालेनले जे गर्यो सही गर्यो बालेनले देश बनाइरहेछ भन्ने छ नि तपाईँ आपत भएर किन विरोधका लागि माइक मलाई केही पनि आपत छैन आपत परेको त्यो सुख रुँदै बसेको मर्न बाध्य भएको सुकुम्बासीलाई हो आपत परेको त्यो तपाईँको चाहिँ अहिले के अरे त्यो शिक्षामा स्वास्थ्यमा पनि कर तिर्नु परेकोहरूलाई आपत परेको त्यो त मैले पनि तिर्नुपर्छ जनता त खुसी छन् नि यो सरकारको काम हेर्दा त जनता त खुसी छन् नि कुन जनता कुरा गर्छ तपाईँहरू यहाँ न के अरे उत्तर के सुन्नुहुन्छ न राम्रोसँग प्रश्न गर्नुहुन्छ बिचमा काटेको चाहिँ कुन जनता भन्नुहोस् न तपाईँ के हो तपाईँ जनता हो के जनता सबै जनता म पनि जनता हो नि अनि त्यो घन्टीको भेडामा जनता हुन्छ या त काङ्ग्रेस एमाले माओवादी झोली मात्रै भनेपछि ताराका जनता मात्रै खुसी छैन सबै जनता राम्रो काम गर्यो खलास भयो छोड्दिनुहोस् न भनेका हामीले 30 युनिटसम्म बिजुली फ्रीमा बाला भन्दाखेरि हामीलाई आतङ्ककारी भन्थ्यो आज उनीहरूले 50 युनिट भन्दा बढी बिजुली बाल्ने बित्तिकै तिमीले कर तिर्नुपर्छ भनेर भन्थ्यो वा भनिदिन्छ कुरा बुझ्नु नि हो कि भने चाहिँ रेड कुरा हो नि हरेक ठाउँमा हामीले परिवर्तन गर्न खोज्यो चेन्ज गर्न खोज्यो हामीलाई यिनीहरूले कहिल्यै पनि स्वीकार अनि यो त अर्थतन्त्र बलियो बनाउनका लागि कर सुरु गरेको भनेर अर्थमन्त्रीले भनिसक्नु भयो त अब अर्थ हो कि अनर्थ हो एउटा विषय भन्नु तपाईँलाई पढेर मात्रै हुने के छ अर्थविद रे के विद हुनु केही त थाहा छैन तिमी यदि विद हुन चाहन्छौ भने जाऊ गाउँमा जाऊ त्यो जनताको आवेश हो तपाईँलाई अर्थको बारेमा के थाहा छ भन्नुहोस् त फेरि तपाईँ हाँस्नु भएको छ अर्थको बारेमा तपाईँ अलिक उ गर्नुहोस् क्या अर्थको बारे थाहा हुँदैन त अर्थमा के थाहा छ अर्थ के भन्नु अर्थ भनेको अर्थ नपर्छ होइन अर्थ कति उसले भन्थ्यो एउटा के खबर सुनाले
तपाईँलाई खगेन्द्र सिंहले त्यही भन्नुभयो अर्थ नपर्थको मान्छेलाई के भन्नु सबै यस्तो के पढाइ पढाइ सबै क्या त्यो त तपाईँलाई भन्नुभएको कि उहाँले कहाँ उल्टा भन्दै हुनुहुन्छ तपाईँ पैसा दुई यो देशको विभिन्न किसिमको आय स्रोत नेकपाका कार्यकर्ता अर्थ नपर्थका छन् भने हो नि होइन यहाँ सुन्नु न त्यही मान्छेलाई बिच अस्ति अर्थ नपर्दा भएर यहाँनिर आएर यही माथिको आएर सँग लाएर बस्छ यत्रो पुरै त्यो अर्थ नपर्दा मान्छे हुन्थ्यो मान्छे भएर तपाईँको सुन जस्तो अर्थ नपर्थको मान्छे होइन खगेन्द्र सुनालाई मैले जातीय रूपबाट मैले उसलाई धेरै मानेको मान्छे हो उसलाई मैले आएर सानो बाटोमा त म सपोर्ट दिएको मान्छे हो तर अहिले त हेर्नुहोस् जे पायो त्यही बोलिदिन्छ हेर्नुहोस् कहाँ किरा कहाँ हिरा भनिदिन्छ हेर्नुहोस् अस्तिसम्म त प्रचण्डले गर्दा नै हामी यस्तो मान्छे हुन पाएको सारा हो भन्थ्यो झ्याप्प सांसद पद पाएको कहाँ हिरा कहाँको किरा भनिदिन्छ त्यो अनि प्रचण्डलाई चाहिँ झुसिल किरा भनिदियो कि त्यही त अब ऊ चाहिँ प्रचण्ड झुसिल किरा नै हो त प्रचण्ड झुसिल किरा होला ऊ चाहिँ तपाईँको चाहिँ अब झुसिल अब भ्याएको त होला नि त ए खगेन्द्र सुनार चाहिँ झुसिल भ्याएको तपाईँले नयाँ नयाँ नाम अब हाम्रो नयाँ नामले चाहिँ आउँदैन त हामी त हेर्नुहोस् त्यो जस्तो त्यस्तै गर्न आउँछ फलाम काट्न फलाम पुरै गरेर त्यसो भए बालनको नाम राखिदिनुहोस् आज तपाईँ प्रधानमन्त्री बालन शाहले त्यस्तो अभिव्यक्ति दिँदै गर्दा तपाईँको मनमा के नाम आएको ठ्याक्कै अब यो तपाईँहरूले मेरो मुखबाट केही खुसको भएर म त्यस्तो नेगेटिभ बोलिरहेको नाम राख्नै आएन होइन बालेन्द्र शाहको नाम राख्न आएन होइन तपाईँलाई बालेन शाह ऊ हो त यार तपाईँको ऱ्यापर हो सरकार हो मलाई बोल्न दे सरकार यहाँ गर्दा गर्दै त्यो राष्ट्रमा बोल्न पनि दिएन हेर्नुहोस् होइन खलास भयो त्यही भएर अन्य विषय केही छ भने मेरो विषयमा छोडिदिनुहोस् क्या अनि बालेन्द्र शाह खलास भएकै हुन् त तपाईँ आजको मितिबाट देश बनाउन हिँडेको युवालाई जसरी हुन्छ यो देश बन्नुपर्छ यही देशमा रोजगारी पाउनुपर्छ भएर भोकै प्यासा हिँड्ने मान्छे प्रत्येक दिन उही हाँस्ने उही उडाउने तपाईँ रोजगारी पाउनु भएन भने बालेन्द्र शाहको सरकार बने पनि रोजगारी पाउनु भएन तपाईँ नि मैले युवाहरूका लागि बनेको सरकार हो त राजसभा पायो बालेन्द्र शाहको सल्लाहकार बेनले कुमार बेनले पायो पाएन पहिला तपाईँको चाहिँ उ थियो कि यो के अरे हाम्रो के अरे